हेलो कालीमेरा कालीमेरा भनेको गुड मर्निङ ग्रिसको भाषामा। हामी चाहिँ अहिले ग्रिसको क्रेटा आइल्यान्डमा छौँ। होटल क्याल्डेरामा हामी काम गर्ने स्टाफहरू हो। हामी चाहिँ एक सिजन सकेर नेपालबाट दोस्रो सिजनको लागि मार्च 11मा फ्लाइट थियो होइन। मसँग हुनुहुन्छ हाम्रो सर, परिचय दिनु त, कहाँदेखि? नमस्ते, मेरो नाम पिताम्बर, म झापाबाट। अनि सर? नमस्कार, म हरिनिरोगा, म पनि झापाबाट। अनि हाम्रो सेफ दाइ हुनुहुन्छ? म जनक तिमिल सेना, म बर्दियादेखि। हामी चाहिँ हिजो आएको र आजको ग्रिसको वातावरण हेर्न कस्तो छ, बाहिरको वातावरण भनेर हेर्नको लागि हामी बाहिर आएको थियौँ। कस्तो छ आजको मौसम? एकदम रमाइलो छ, चिसो चिसो, हरियाली एकदम रमाइलो, चिसो, हरियाली। ठ्याक्क भन्दाखेरि अहिले चाहिँ कस्तो महसुस भइरहेको छ नि, हाम्रो त्यो लगभग काठमाडौँको चाहिँ काठमाडौँमा बसे जतिकै छ। एकदम रमाइलो छ होइन, चिसो छ, माथि डाँडातिर हिउँ परिरहेको छ। तर चाहिँ अहिले हामीहरू कस्तो रोडमा तल हिँडिरहेको छ नि, यो घाँसले गर्दा देखिरहेको छैन, एकदम रमाइलो छ। अनि ग्रिसको क्रेटा चाहिँ अहिले सुनसान छ होइन, सिजन स्टार्ट भएको होइन। अब अहिले चाहिँ नेपालबाट धेरै माग रहेछ कि हाम्रो यो ग्रिसको लागि। के भन्नुहुन्छ अब नेपालबाट आउने नयाँ मानिसको साथीहरूको लागि? अब उनीहरूलाई चाहिँ आउँदा राम्रो छ होइन, कमाइसम्म अब हेर्ने धेरै राम्रो कमाइ गर्ने मान्छेलाई ठिकै छ होइन। ठिक छ, एकदम रमाइलो छ होइन। आउने मान्छे चाहिँ आउँदा हुन्छ एकदम। कस्तो भन्दाखेरि धेरै एक्सपेक्टेसन नराखेर होइन, ठिक्क आफूले सोचेको जतिकै गरेर होइन, सोचे जतिकै गरेर आउँदा चाहिँ हुन्छ। अहिले युरोप भनेर एकदम धेरै एक्सपेक्टेसन नराखेर आउँदाखेरि राम्रो छ, छ। त्यही हो, अब आउने इच्छुकहरूले आउँदा हुन्छ। रमाइलो छ क्रेटा चाहिँ। अरू ठाउँको चाहिँ थाहा भएन, हामी चाहिँ यो चाहिँ क्रेटामा चाहिँ एक सिजन सकेर बसेको हुँदाखेरि हामीहरूलाई चाहिँ क्रेटाको अलिअलि त्यस्तो असाध्यै चाहिँ छैन नलेज होइन। अलिकति नलेज भएको हुँदा आउने मान्छेलाई यहाँ चाहिँ आउँदा एकदम रमाइलो छ। अनि आउनको लागि के कस्तो प्रोसेस छ अहिले? आउनको लागि चाहिँ प्रोसेसहरू भनेको चाहिँ अब नेपालबाट चाहिँ थाहा भएन। हामीहरू चाहिँ खास चाहिँ युरोपको के अरे दुबईदेखि आएको होइन। दुबईदेखि आउँदा त्यहाँ चाहिँ कन्सल्टेन्सीहरूले गर्छन् होइन, कन्सल्टेन्सीहरूले कामसाम गरिदिएको छन्। रमाइलो छ, हुन्छ काम। आफूले आफ्नो क्षमता देखाउन सक्यो भने, इन्टरभ्यू फेस गरेर इन्टरभ्यू पास गर्न सक्यो भने त्यही यो 2देखि 4 महिनाभित्र सजिलैसँग सबै काम हुन्छ। अनि आएको चाहिँ 6-7 महिनामा टिआरसी पाउँछ। टिआरसी पाइसकेपछि तपाईँलाई नेपाल आउन जान चाहिँ त्यस्तो केही गाह्रो पर्दैन। धन्यवाद। अर्को भिडियो नेक्स्ट धन्यवाद।